यहाँहरू सम्पूर्णमा झोरले नमस्ते। म रमेश थापा मगर तपाईहरुमा उपस्थित भएको छु। नेपाल मगर संघ ओमानले दोस्रो सेलिब्रिटी सम्मान कार्यक्रम आयोजना गरेको थियो। त्यही सम्मान कार्यक्रमको केही भिडियोहरू लिएर यहाँहरूमा उपस्थित भएको छु। हेरेर स्वीकार दिनुहोला। र अहिले चाहिँ यस संस्थाका अध्यक्ष दिलराना मगरज्यूले केही कुराहरू राख्दै हुनुहुन्छ। त्यसपछि चाहिँ हामीले मगर गीत लगाएर कार्यक्रमलाई अगाडि बढाउँदै छौँ। सबैजना मगर दाजुभाइ तथा दिदीबहिनीहरूले मगर गीतमा थप्पडी मार्दै रमाउँदै हुनुहुन्छ। र त्यसपछि यो गीत सकिसकेपछि चाहिँ हाम्रो धेरै सम्मान कार्यक्रमहरू पनि छ, यहाँहरूलाई म देखाउँछु। यो गीत सकिए लगत्तै सम्मान कार्यक्रम गर्छौँ र सम्मान कार्यक्रम गरिसकेपछि चाहिँ हाम्रो केही खानेकुराहरूको पनि व्यवस्था छ। त्यसपछि हामी खानेकुराहरू खान्छौँ। हाम्रो रीतिरिवाज कल्चरहरू यहाँहरूलाई देखाउने प्रयास गर्नेछौँ। यहाँहरूले हेरेर पक्कै पनि मनोरञ्जन लिनुहुन्छ भन्ने मैले पुनः आशा राखेको छु। मगरहरूको कल्चर कस्तो हुन्छ यहाँ तपाईँहरूलाई छर्लङ्ग देखाउँछौँ है त। अब भने खाना खाने पालो भइसकेको छ। साथीहरूले यहाँ खानेकुराहरू भात लगाउँदै हुनुहुन्छ। त्यसपछि हामीले चाहिँ चेलीबेटीहरूलाई चाहिँ हात धोएर बसेकै ठाउँमा हात धुवाइदिने हाम्रो चाहिँ यो कल्चरमा पर्छ। हात धुवाइदिएर चाहिँ उहाँहरूलाई चाहिँ खानेकुराहरू बसेकै ठाउँमा सर्भिस गर्ने, अन्तिममा खाना खाइसकेपछि पनि हात धुवाइदिने है। र उहाँहरूलाई चाहिँ अहिले हामीले सम्मान गर्नको लागि बोलाएको नि त, त्यही भएर चाहिँ उहाँहरूलाई केही काम नलगाइकन चाहिँ बसेकै ठाउँमा लगेर हात धुवाउने, हात धुवाइसकेपछि टिस्युले पुछिदिने यावत कुराहरू हामीले गर्छौँ। यो चाहिँ हाम्रो मगरहरूको कल्चर चेलीहरूलाई चाहिँ गरेको सम्मान हो। यहाँहरूले हेर्न सक्नुहुन्छ। र साली भेनाहरू हुन्छ, जिस्किन्छ, रमाइलो गर्छ होइन। चेलीबेटीहरू बसेर एकदम मजाले खाइरहनु भएको छ। दाजुभाइहरूले चाहिँ हात धुवाइदिए हुनुहुन्छ। यहाँहरूले देख्न सक्नुहुन्छ। हेर्नुहोस् त कति मजाले हात धुवाइदिएर टिस्युले पुछिदिएर अनि खानेकुराहरू सर्भिस गरेर उहाँहरू मजाले खाँदै हुनुहुन्छ है। यहाँहरूले पनि हेरेर मनोरञ्जन लिन सक्नुहुन्छ। कस्तो लागिरहेछ तपाईँहरूलाई? रमाइलो लागिरहेछ? मलाई त एकदम मजा लागेको छ। म चाहिँ भिडियो खिच्दै तपाईँहरूलाई देखाउनको लागि भिडियो खिच्दै बसिरहेको थिएँ। अनि यता चाहिँ दाजुभाइहरू छुट्टै, दिदीबहिनीहरू छुट्टै बसेको थियो हामी है। यता चाहिँ दाजुभाइहरू अनि खेलाडी साथीहरू पनि थियो। खेलाडीहरूलाई सम्मान कार्यक्रम पनि थियो। अनि सम्मान गरिसकेपछि यो चाहिँ छोरा मान्छेहरू चाहिँ बसेर खाने ठाउँ र छोरा मान्छे र छोरी मान्छे हामी छुट्टै छुट्टै बसेर खाएको थियौँ। र अन्तिममा चाहिँ हाम्रो फोटो सेसन भयो, फोटोसोटो खिच्यो। अनि म चाहिँ यहाँ छुइनँ, किनभने म आफै हो फोटो खिच्ने अनि भिडियो बनाएको थिएँ होइन। म चाहिँ यहाँ हुन सकिनँ। अनि चेलीबेटीहरूले फोटोसोटो खिच्यो। अनि फोटो यो चाहिँ पहिला खिचेको फोटो हो। त्यसपछि हामीले फेरि दाजुभाइ पनि राखेर फोटो खिच्यो होइन। अन्तिममा चाहिँ यो हामीले दिएको गुनिन चोली लगाएर दिदीबहिनीहरूले फेरि फोटोसुट गर्नुभयो। र अन्त्यमा चाहिँ नाचेर हामीले आजको यस कार्यक्रमलाई चाहिँ यहीँ अन्त्य गरेको छौँ। हस्त धन्यवाद सबैले हेरेर मनोरञ्जन लिनु होला। धन्यवाद। थ्याङ्क यू।